चौडी साहित्य संस्थानको अभ्यासक्रममा उपलब्ध मुक्तक दोहोरीलाई हामीले उहाँहरूकै आवाजमा स्रष्टैको आवाजमा ल्याएका छौँ। जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया दिन भन्ने नभन्नुहोला। धन्यवाद। सम्पूर्ण साहित्य प्रेमी मनहरूलाई हार्दिक नमनका साथै साहित्यिक अभिवादन। म दीपक भण्डारी दी। आज हामीले पुर्चौडी साहित्य संस्थानको अभ्यासक्रमबाट एउटा मुक्तक दोहोरी लिएर आएका छौँ। हाम्रो मुक्तक दोहोरीलाई हजुरहरूले पुरै सुनेर कस्तो लाग्छ आफ्नो सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद। मुक्तक दोहोरी यसरी सुरु हुन्छ। नाम रहेछ अनिता, कार्की रहेछ थर, यति राम्री नानीको कता पर्यो नि घर। चिनजान गरे केही बिग्रिँदैन होला पक्कै, सन्चै हुनुहुन्छ होला नि, के छ हाल खबर? हजुरको कता होला घर, मेरो पर्यो पूर्वी 5 थर। रूपमा के नै राखेको छ र मन पो हुनुपर्छ सुन्दर। चिनजान गरे आत्मीयता बढ्न सक्छ अझ धेरै। हजुरको सुनाउनुहोस् मेरो एकदम ठिक छ खबर। घर त पर्यो मेरो बैतडी, राम्रो नै छ खबर। आत्मीयता बढाउन नै लक्ष्य हुन्छ सकभर। रूपले भन्दा पनि तपाईँको मनले तान्यो, मन मिलिहाले बसाइ सर्छु बरु 5 थर। आउनु होला कुनै दिन घुम्न, स्वागत हुनेछ विश्वासमा। फेरि कतै घात भए यो मन रुनेछ। थोरै विकट हुन सक्छ, थोरै असहज मेरो गाउँ। देखेर यहाँको रहनसहन हजुरको मन छुनेछ। थाहा होला नि दीपको जरुरत अँध्यारो रातमा छ। आउँछु भनेर कसरी भनौँ, सबै समयको हातमा छ। के पाउँछु र घात गरेर, मर्नुपर्छ एक दिन पक्कै पनि। बुझ्छु मैले, मर्नुभन्दा बढी पीडा विश्वासका हातमा छ। बुझेकी छु अँध्यारो छिचल्ने त्यो जुनको महत्त्व। हिरा पाउँदैमा भुल्न कहाँ सकिन्छ नुनको महत्त्व। मरिजाने मान्छेको चोला रिस डाहा नराखेकै राम्रो। भुलेको देखेकी छु मैले तराई पुगेसी उनको महत्त्व। केटीको उमेर अनि केटाको नसोध्नु भन्छन् दाम। घर रहेछ हजुरको 5 थर, अनिता क्या राम्रो नाम। पेसाले मूल्याङ्कन गर्दैन म, हजुर पनि गर्नुहुन्न होला। त्यसैले सोधिहाले हजुरलाई मैले, के गर्नुहुन्छ काम? गाउँघर उकाली ओह्राली र मेलापात धाउँछु। यिनै खोला नाला भिरपाखामा सधैँ रमाउँछु। घरकी जेठी सन्तान हुँ, जिम्मेवारी छ काँधमा। मैले घरको परिस्थिति बुझेर सपना सजाउँछु। वन पाखा उकाली ओह्राली कति राम्रो हुन्छ। सम्झिँदा पनि गाउँघर यो मन पल पल रुन्छ। सरकारबाट बेचिनुको पीडा बुझ्दैन कसैले। हेर्छ मुहारमा भित्री मन रोएको कसले सुन्छ। रहर भन्दा धेरै बाध्यताहरू थपिँदा अचम्म लाग्छ। हजारौँका आँखा आँसुले चिसिँदा अचम्म लाग्छ। के गर्नु राष्ट्रिय बनाउनेले सक्न लागे भ्रष्टाचार गरेरै। दिनहुँ सयौँ युवा देशबाट हुँदा बिदा अचम्म लाग्छ। थाहा भएन मलाई किन बेखबरमै मन पर्न थाल्यो। बुझ्न नपाउँदै मैले तिमी पलभरमै मन पर्न थाल्यो। लाग्छ तिम्रो हृदयमा त चुम्बक हुनुपर्छ पक्कै पनि, नत्र आफै भन्नु कसरी पहिलो नजरमै मन पर्न थाल्यो। मन बुझ्ने साथी पाइँदैन कि भन्ने डर हुन्छ हजुर। मन पराउनु अनि माया गर्नुमा अन्तर हुन्छ हजुर। सबैको प्यारो बन्न पनि कहाँ छ र सजिलो त्यति। त्यो त सबैको आफ्नो हेर्ने नजर हुन्छ हजुर। जब लगाउँछन् आफ्नाहरूले वचन मर्न पर्छ। माया हुनका लागि पनि पहिला मन पर्न पर्छ। सबैको प्यारो बन्न जरुरी छैन, भेटिए प्रेम गर्ने इमान्दारीसँग एकअर्काको जतन गर्नुपर्छ। माना होइन अब सधैँ मोरी पाथी बनिदिउँला। बा आमा पछि प्रेमिका भन्दा माथि बनिदिउँला।
ढुक्क हुनुहोस् हजुर, मनको भारी बिसाउने दुःख सुख हरपल असल साथी बनिदिउँला। मानवपाथी मात्र किन बन्नै परे असीमित हुनुपर्छ। एक दिन पवित्र सम्बन्धको दियो दीपित हुनुपर्छ। म नि प्रेमिका भन्ने शब्दबाटै वाक्क भएको मान्छे। हामी मरेर गए पनि हाम्रो मित्रता जीवित हुनुपर्छ। अरूको हितका लागि आफूले हार्नु पर्दो रहेछ। दिल करिब भए पनि उपस्थित सार्नु पर्दो रहेछ। खाली हात आउने खाली हात जाने जिन्दगीमा कति धेरै रहरहरू त मनभित्र नै मार्नु पर्दो रहेछ। एउटै रहेछ सोच, ठ्याक्कै मिल्दो विचार हाम्रो। भाग्यरेखा पनि उस्तै छ कि हेरौँ न निधार हाम्रो। जे भए पनि जस्तो भए पनि चित्त बुझाउनु पर्छ। तकदिरमा नलेखेको पाउने छैन अधिकार हाम्रो। बुढेसकालमा मैले बाआमालाई सहारा दिन सकूँ, आफूलाई भाग्यमानी ठान्थे। सब थोक सुम्पिन सकूँ, छोरीले केही पनि गर्न सक्दैनन् भन्नेहरूको सामुन्ने जवाफ मिलिहाल्थ्यो। म उदाहरण बनेर उभिन सकूँ। हजुरले सोचेको जस्तो होस् शुभकामना, कसैको पनि नजर नलागोस् शुभकामना। अहिलेलाई छुट्टिन्छौँ, हजुरले चाहेको मिलेर साहित्य जीवन सफल बनोस् शुभकामना। यति धेरै प्रेम र आशीर्वाद पाएँ, शिरमा सजाउनेछु, पुरा गर्नेछु सपना, सोचेको जस्तै जीवन बनाउनेछु। हजुरलाई पनि शुभकामना छ, प्रगति देख्न मिलोस्, आत्मीयता बढ्दै जाओस्, हाम्रो यसैमा म रमाउनेछु। हाम्रो दोहोरीलाई अन्तिमसम्म सुनेर साथ दिनुभएकोमा हजुरलाई पनि विशेष धन्यवाद।